हेलो एभ्रिवान, वेलकम टु न्यू भिडियो अफ एजुकेट नेपाल। आजको यस भिडियोमा चाहिँ हामीले इन्जिनियरिङ कलेज टियु विशेष गरी त्रिभुवन युनिभर्सिटीको प्राइभेट इन्जिनियरिङ कलेजको बारेमा कुरा गर्नेछौँ र त्यसको फी स्ट्रक्चरको बारेमा पनि हामीले आजको यस भिडियोमा कुरा गर्नेछौँ। विदाउट एनी फर्दर डिले लेट्स इन्टर इन्टु भिडियो। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र माया पनि गरिराख्नुहोला र आफ्नो साथीहरूलाई पनि च्यानललाई सब्सक्राइब गर्नको लागि र कोही यो भिडियो चाहिएको अथवा कोहीले हेल्प मागिरहेको छ भने हामीलाई सम्पर्क गर्न पनि भन्न सक्नुहुन्छ। हामीलाई कमेन्ट गर्नुभयो भने अथवा हाम्रो फेसबुक पेज पनि लाइक गर्नुभयो भने त्योबाट पनि हामीले रिप्लाई दिने नै छौँ। र अब ढिलो नगरी आजको भिडियोमा लागौँ है त। आइओई एडमिसन प्रोसेस। इन्स्टिट्युट अफ इन्जिनियरिङ आइओईले यस वर्ष 2082 सालमा लिएको इन्ट्रान्स इक्जामको रिजल्ट पनि पब्लिस गरिसकेको छ। एन्ड फर्स्ट अफ अल कङ्ग्रेचुलेसन्स टु अल दोज हु पास दिस इक्जाम। एन्ड जसको सोचेको जस्तो रिजल्ट आएन, इक्जाम बिग्रियो भने पनि उहाँहरूलाई कति पनि टेन्सन नमानी अर्को सालको लागि होस् अथवा अरू कुनै युनिभर्सिटीको इन्ट्रान्स इक्जाम दिएर अगाडि बढ्नको लागि एकदमै अनुरोध गर्दछु। अब जसको इक्जाम राम्रो भयो, र्याङ्क अगाडि छ होइन, र्याङ्क कता छ अगाडि छ भने उनीहरूले त आइओईको एफिलिएटेड कलेजहरू जस्तै पुल्चोक अनि थापाथली अनि डब्लुआरसी इआरसी जस्ता सरकारी कलेजहरू पढ्न सक्छन्। र अब आइओई त पास भयो अनि त्यो आइओईले निकालेको एडमिसन लिस्टमा नेम छ भने उसले चाहिँ टियुको प्राइभेट कलेजहरूमा चाहिँ पढ्न पाउँछ। त्यो लिस्टमा नेम छ, पछाडि नाम छ, आफ्नो र्याङ्क अलि पछाडि छ र आफूलाई इन्जिनियरिङ नै आफ्नो करियरको रूपमा अगाडि लानु मन छ भने हजुरहरूको लागि अब बेस्ट अप्सन के हुन जान्छ भन्दाखेरि टियुको प्राइभेट कलेजहरू हुन जान्छ। र अब एफिलिएटेड प्राइभेट कलेजहरू यहाँ थुप्रै छन् र त्यसको पनि बेस्ट अफ द बेस्ट र एफोर्डेबल फी स्ट्रक्चर भएको कलेजहरू चाहिँ मैले हजुरहरूलाई यस भिडियोमा भन्ने नै छु। अनि फी स्ट्रक्चर डिटेल्सहरू यो चाहिँ पुरानो नभएर मैले नै स्वयं नै कलेज भिजिट गरेर मलाई नै त्यहाँको सरहरूले प्रोभाइड गर्नुभएको 2082 को इक्जाम भएको रिजल्टको अनि 2082 मै अब लाग्ने 2082 मा अब त्यो भर्ना हुने स्टुडेन्टको फी स्ट्रक्चर चाहिँ यस भिडियोमा देखाएको छु। र यो भिडियो चाहिँ हजुरहरूले अब कुनै पछिको साल हेर्दै हुनुहुन्छ भने त्यसको लागि चाहिँ यो फी स्ट्रक्चर चाहिँ त्यो सालमा नमिल्न पनि सक्छ। तर अलिअलि थोरै 10-12 हजार त्यस्तै हजार चाहिँ तलमाथि हुन्छ होला। तर चाहिँ यो एक्ज्याक्ट चाहिँ त्यो नमिल्न सक्छ। त्यसको लागि हजुरहरूलाई कलेजमा बुझ्न पनि म अनुरोध गर्दछु। र धेरैले के सोच्नु भएको थियो भन्दाखेरि अब एडमिसन प्रोसेस कहिलेबाट सुरु हुन्छ भन्दाखेरि म यो हजुरहरूलाई पनि जानकारी दिइराखौँ। अहिले हाम्रो देशमा चलेको यो जेनजीको आन्दोलनले गर्दा चाहिँ हाम्रो आइओईको एडमिसन प्रोसेस चाहिँ अलिकति पछाडि सरेको छ। इन्स्टिट्युट अफ इन्जिनियरिङ आइओईले नोटिस निकालेर के जानकारी दिएको छ भन्दाखेरि यो असोज 21 गतेबाट चाहिँ एडमिसन प्रोसेस चाहिँ अगाडि बढाउने भनेर जानकारी दिएको छ। र अरू कुनै जानकारी चाहिएको खण्डमा हजुरहरू अथवा हामीले सबैले हेर्ने भनेको वेबसाइट छ एउटा admission.ioi.edu.np यो वेबसाइटमा चाहिँ हजुरहरूले केही जानकारी चाहियो भने एमा गरेर हेर्न सक्नुहुन्छ। र आइओईले पनि केही नोटिस निकाल्यो भने चाहिँ उसले पनि यो वेबसाइटमा हाल्ने गर्दछ। र अब कति पनि ढिला नगरी अर्को स्लाइडतिर लागेँ म। धेरै स्टुडेन्टहरूले के भन्नुहुन्छ भन्दाखेरि अब र्याङ्क आएको पनि अब केमा जाने भयो, प्राइभेट कलेजमा जाने भयो होइन, त्यो लिस्टमा नाम आएको। अब लिस्टमा नेम छैन त्यो के हो धेरैलाई थाहा हुन्न कि। यदि हजुरहरूको आइओईले निकालेको रिजल्टको लिस्टमा नेम छैन भने हजुरहरू चाहिँ आइओईले कन्डक्ट गरेको इक्जाम चाहिँ पास गर्न सक्नु भएन भन्ने सोध्दा बुझ्न सकिन्छ। र आइओईमा फेल भइयो अथवा लिस्टमा नाम भएन भने प्राइभेट कलेजहरू पढ्न पाइन्छ कि पाइँदैन भनेर धेरैको गुनासो पनि मैले देख्ने गरेको छु। र यसको एक्ज्याक्ट एन्सर छ नो। आइओईले लिएको इक्जाममा हजुरहरू पास गर्न सक्नु भएन भने हजुरहरूले त्यसको प्राइभेट कलेजमा नै पढ्न पाउनु हुँदैन। र
अब कसैको इच्छा छ आइओईमै पढ्ने, प्राइभेटै भयो नि पढ्ने भन्ने इच्छा छ भने हजुरहरूले अब यसको अप्सन के हुने भयो, नेक्स्ट इयर चाहिँ कुर्नु पऱ्यो, अर्को वर्षसम्मको लागि बस्नु पऱ्यो होइन। यो इक्जाम चाहिँ वर्षको एकचोटि हुन्छ, त्यही भएर अर्को वर्ष कुर्नु पऱ्यो। अरू यस्तो अरू स्टुडेन्टहरू पनि हुनुहुन्छ, यही वर्ष पढ्ने, ड्रप नलिने र अन्त कतै पढ्ने, कहाँ पढ्ने आइडिया छैन भने हजुरले के गर्न सक्नुहुन्छ भन्दाखेरि हजुरहरूको लागि अप्सन छ अरू युनिभर्सिटीहरू। त्रिभुवन युनिभर्सिटी बाहेक नेपालमा अरू युनिभर्सिटीहरू पनि छन् जसमा चाहिँ इन्जिनियरिङ पढाइ हुने गर्दछ। त्यसो यस्तै पोखरा युनिभर्सिटी छ, पूर्वाञ्चल छ, मिड वेस्टर्न युनिभर्सिटी छ। यिनी युनिभर्सिटीहरूको वेबसाइट चेक गरेर अथवा कलेज भिजिट गरेर अथवा त्यहाँसम्म पढ्ने अब सिनियर दाइ दिदीसँग कन्ट्याक्ट गरेर यसको इन्ट्रान्स इक्जाम पनि पास गर्नैपर्छ है। त्यत्तिकै यिनीहरूको उसमा गएर पढ्न पाइँदैन, सिधै गएर एडमिसन गर्न कुनै पनि कलेजमा पाइँदैन। इन्ट्रान्स इक्जाम एट एनी कस्ट पास हुनुपर्छ है त। इन्ट्रान्स इक्जाम पास हुनैपर्छ, जसरी पनि पास हुनुपर्छ। पास गरिसकेपछि टियु बाहेक अरू युनिभर्सिटीमा हजुरहरू पढ्न पाउनुहुन्छ। र आजको यस भिडियोमा चाहिँ हामीले के कुरा गरौँ भन्दाखेरि टप प्राइभेट कलेजहरू जुन चाहिँ काठमाडौँ भ्यालीभित्रै छन् ती टप प्राइभेट कलेजहरूको बारेमा मैले हजुरहरूलाई आजको यस भिडियोमा डिटेल्समा जानकारी दिनेछु। र मैले बनाएको भिडियोको यो नम्बर 1मा पर्न सफल भएको छ खोप कलेज। खोप चाहिँ दुईवटा युनिभर्सिटीको एफिलिएटेड कलेज हो। एउटा छ खोप कलेज अफ इन्जिनियरिङ र अर्को छ खोप इन्जिनियरिङ कलेज। यो खोप कलेज अफ इन्जिनियरिङ चाहिँ त्रिभुवन युनिभर्सिटीको एफिलिएटेडमा छ भने अर्को खोप इन्जिनियरिङ कलेज चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको एफिलिएटेडमा छ। अब हजुरहरू त्रिभुवन युनिभर्सिटीको इक्जाममा पास गर्नुभयो भने खोप कलेज अफ इन्जिनियरिङमा गएर एडमिसन गर्न सक्नुहुन्छ। अब मेरो टियुको इक्जाममा पास गर्न सक्नु भएन र पूर्वाञ्चलको इक्जाममा पास गर्नुभयो भने हजुरहरू खोप इन्जिनियरिङ कलेजमा गएर एडमिसन गर्न सक्नुहुन्छ। र यो दुईटै कलेज चाहिँ एउटै बााउन्ड्रीभित्र पढाइ हुन्छ है। तिनीहरूको पढाइ पनि भवन चाहिँ फरक छ र तिनीहरूको इन्ट्रान्स गेट हुन्छ नि, यो कलेज छिर्ने गेट त्यो एउटै हो। त्यहाँभित्र चाहिँ अब यो 4वटा बिल्डिङ छ नि यो फिगरमा, त्यस्तै कतिवटा छ त्यहाँ, तिनैमा चाहिँ यो दुईटै पढाइ हुने हुनु। कुनमा कुन हुन्छ त्यो एक्ज्याक्ट मलाई पनि थाहा भएन। र मैले अस्ति भर्खरै कलेज भिजिट गर्दा त्यहाँको सरहरूले चाहिँ मलाई यो बी प्रोग्रामको लागि चाहिँ 2082 र 83को फी स्ट्रक्चर चाहिँ प्रोभाइड गर्नुभएको थियो। अब कुरा गरौँ है त, यसमा के छ भन्दाखेरि पहिला सिभिलकोबाट कुरा गरौँ। सिभिलमा यो सबै अब सेमेस्टर फी, त्यसपछि रिफन्डेबल डिपोजिट कति रहेछ 15,000, सर्भे क्याम्प 25,000, कलेज युनिफर्म 9,000 हो। यस्तो गरेर चाहिँ एडमिसनमा कति तिर्न पर्दो रहेछ भन्दाखेरि 1,36,000। यस्तै गरी हजुरहरूको 12को ग्रेड A+ अथवा ए आएको छ भने हजुरहरूलाई त्यहाँ केही % डिस्काउन्ट पनि हुन्छ। र A+ आएको छ भने यो 50% डिस्काउन्ट चाहिँ A+ को लागि हो र 25% डिस्काउन्ट चाहिँ ए ग्रेडको लागि हो। यदि 50% डिस्काउन्ट छ भने 1,36,000 छोडेर हजुरहरूले कति तिर्नु पऱ्यो एट द टाइम अफ एडमिसन 92,500। अनि यस्तै गरी ए ग्रेड आएको छ भने हजुरहरूको कति % डिस्काउन्ट पाउनुहुने भयो 25%। र अब हजुरहरूले एडमिसनको टाइममा कति तिर्नुहुन्छ 1,14,250। यस्तै गरी अब अरू प्रोग्रामको लागि पनि हजुरहरूले एमा हेर्न सक्नुहुन्छ, सेम अरूको त्यस्तै छ। यस्तै गरी अब हामी अर्को इन्जिनियरिङ कलेजको बारेमा बुझौँ। अर्को इन्जिनियरिङ कलेज छ एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट। यो पनि एउटा वान अफ द टप नच फेसिलिटी भएको एउटा इन्जिनियरिङ कलेज हो। यो चाहिँ कहाँ लोकेटेड छ भन्दाखेरि कलङ्कीमा लोकेटेड छ। यो पनि टियुको प्राइभेट कलेज हो। यसको फी स्ट्रक्चर चाहिँ मसँग अब सिभिल इन्जिनियरिङ डिपार्टमेन्टको मात्रै छ, त्यही भएर मैले हजुरहरूलाई यसको मात्रै डिस्क्राइब गरिदिएँ है त। अब सिभिल इन्जिनियरिङको लागि के छ भन्दाखेरि यसको स्किम अहिले अब यो चाहिँ +2 को जिपिए अनुसार चाहिँ हजुरहरूको दिन्छ है। यता हजुरहरूको र्याङ्क पनि हेर्छ, आइओईको र्याङ्क पनि हेर्छ, आइओईको र्याङ्क र +2 को जिपिए अनुसार हेर्छ। जस्तै हजुरको जिपिए 3.8 भन्दा बढी छ भने हजुरले तिर्न पऱ्यो कति भन्दाखेरि 10 लाख तिर्न पऱ्यो। खास तिर्न पर्ने यति हो, टोटल फी सबैको यता हेर्नु होला 15,29,300। अब 3.8 जिपिए छ भने यति चाहिँ हजुरहरूको के भयो डिस्काउन्ट भयो 5,29,300 र हजुरले तिर्न पऱ्यो कति 10 लाख।
अनि यस्तै गरी 3.7 देखि 3.8 छ भने 10,50,000 अनि 3.6 देखि 3.7 छ भने यसरी 50,000 को डिफरेन्समा चाहिँ हजुरहरूको फी स्ट्रक्चर रहेको छ। र हजुरहरूको +2 को जिपिए हेरेर पनि कुनै कुनै प्राइभेट कलेजहरूले के दिन्छन् भन्दाखेरि स्कलरसिप जस्तो मानौँ हैन, SCHOLARSHIP स्कलरसिप दिने गर्छन्। यो चाहिँ +2 को जिपिएमा एकदमै राम्रो छ भने हजुरहरूले स्कलरसिप पनि पाउनुहुन्छ। जस्तै यो खोपो कलेजको अनुसार चाहिँ +2 को जिपिए अनुसार चाहिँ यसमा स्कलरसिप पाइँदैन। यसमा पाइने स्कलरसिप भनेको चाहिँ एउटा गरिब तथा जेहेन्दार स्कलरसिप पाइने रहेछ। गरिब तथा जेहेन्दार स्टुडेन्टलाई गरिब तथा जेहेन्दारवाला स्कलरसिप पाइन्छ। र पछि हजुरहरूको सेमेस्टर इक्जाम हुन्छ, सेमेस्टर टप गर्नुभयो भने हजुरहरूलाई चाहिँ स्कलरसिप मिल्छ है त। अनि यसमा चाहिँ र्याङ्क अगाडि छ भने नि स्कलरसिप पाइन्छ। अनि सबै कलेजमा यस्तै हो, यो एडभान्समा पनि र्याङ्क अगाडि छ भने हजुरहरूले स्कलरसिप पाउनुहुन्छ। र सेमेस्टर टप अर्को छ सेमेस्टर टप है। सेमेस्टर टप गरेपछि सेमेस्टर टपरलाई स्कलरसिप प्रोभाइड गर्ने गरिन्छ। यस्तै गरी अर्को कलेज रहेको छ काठमाडौँ इन्जिनियरिङ कलेज। यो कहाँ लोकेटेड छ भन्दाखेरि कालीमाटी है, कालीमाटी काठमाडौँमा काठमाडौँ इन्जिनियरिङ कलेज लोकेटेड छ। यो पनि वान अफ द पाइनियर इन्स्टिट्युसन नै हो, एकदमै राम्रो इन्जिनियरिङ पढाइ हुने र एकदमै ओल्डेस्ट कलेज पनि भन्नु मिल्यो हैन। अब यसको पनि मसँग के छ भन्दाखेरि सिभिलको फी स्ट्रक्चर रहेको छ। यसमा के रहेछ भन्दाखेरि यसमा पनि पहिला अब यो र्याङ्क हजुरहरूले हेर्न सक्नुहुन्छ। आइयुको इन्ट्रान्सको र्याङ्क हेर्नु यहाँ हैन हो, अनि आइयुको इन्ट्रान्सको र्याङ्क हेर्नु, त्यसपछि स्किमहरू हेर्नु पऱ्यो। जस्तै के कुरा भन्दाखेरि हजुरको र्याङ्क 1 देखि 1000 सम्म छ भने के रहेछ हजुरहरूलाई फुल फी 4000। यो चाहिँ यिनीहरूलाई के स्कलरसिप हुन्छ होला, यो चाहिँ कलेजमा नै बुझ्नु पऱ्यो। र जस्तै अब 1001 देखि 2000 सम्म छ भने हजुरले टोटल कति तिर्नु पऱ्यो, 10 लाख तिर्नु पऱ्यो है। फर 10 स्टुडेन्ट्स भनेको छ, यो चाहिँ 10 भन्ने मात्रै हो। यो चाहिँ हजुरको यतिसम्म छ भने 10 लाख तिर्नु पऱ्यो। अनि यस्तै गरी 3000 सम्म छ भने 10,50,000। यस्तै गरी 50,000 को डिफरेन्समा हुन्छ। यस्तै गरी हजुरहरूले काठमाडौँ इन्जिनियरिङ कलेजमा पनि यस्तै गरी पढ्न सक्नुहुन्छ। र यसको फी स्ट्रक्चर डिटेल्स चाहिँ यसरी छ, यहाँ पनि हेर्न सक्नुहुन्छ। र यसले चाहिँ एक्स्ट्रा चार्ज के लिन्छ भन्दाखेरि 4 वर्षको लागि 50,396 उसले एक्स्ट्रा फी लिन्छ। त्यो के हुन्छ भन्दाखेरि हजुरहरूको के हुन्छ, सेमेस्टर इक्जाम हुन्छ, 8वटा सेमेस्टर हुन्छ, त्यसको लागि यति लिँदो रहेछ। यसको टोटल फी कति रहेछ, यति रहेछ हो। त्यसपछि ट्यु रजिस्ट्रेसन चार्ज भनेर कति लिन्छ, 500 लिन्छ। र एनइसी चार्ज भनेर 1000 लिन्छ। यो टोटल कति छ भन्दाखेरि 50,396 चाहिँ काठमाडौँ इन्जिनियरिङ कलेजले टोटल हजुरहरूको यो फी बाहेकको टोटल फी चाहिँ यसले यति लिन्छ। र यसमा पनि सेमेस्टर टपलाई के हुन्छ, स्कलरसिप प्रोभाइड गरिन्छ। अनि हजुरहरूको र्याङ्क अगाडि छ भने त यही अनुसार हजुरहरूको के हुने भयो, एडमिसन हुने भयो। अब यस्तै गरी अर्को इन्जिनियरिङ कलेजको कुरा गरौँ, नेसनल इन्जिनियरिङ कलेज। यो पनि वान अफ द रेपुटेड कलेज नै हो, ट्यु एफिलिएटेड कलेज। यहाँ चाहिँ अब यसको स्कलरसिप स्किम पनि हजुरले यसमा के छ भन्दाखेरि यो कलेज चाहिँ म भिजिट नगरेको, र यसमा चाहिँ एकदमै क्वालिटी एजुकेसन विथ एफोर्डेबल फी के, क्वालिटी एजुकेसन विथ एफोर्डेबल फी। यसको के मेन मोटो भनेकै त्यही नै हो। नेसनल कलेज अफ इन्जिनियरिङको मोटो भनेकै क्वालिटी एजुकेसन विथ एफोर्डेबल फी। यसमा चाहिँ र्याङ्क बेस्ड पनि स्कलरसिप प्रोभाइड गर्ने गरिन्छ। र यसको हजुरहरूलाई 4 वर्ष पढ्नको लागि कति पैसा चाहिन्छ भनेर क्यालकुलेट गर्नको लागि आफ्नो आइयुको रोल नम्बर र कति र्याङ्क आयो त्यो चाहिँ हजुरहरूले थाहा पाएर यसको वेबसाइटमा गएर एउटा के हुन्छ भन्दाखेरि र्याङ्क प्रेडिक्टर भन्ने कतै यसको ट्याब होला, त्यसमा चाहिँ सबै हान्नु भयो भने 4 वर्षको लागि चाहिने सबै कुरा चाहिँ के गर्छ, यसले उतिखेर देखाइदिन्छ। र यसमा पनि हजुरहरूले मजाले पढ्न सक्नुहुन्छ। अब यसमा दिने स्कलरसिप स्किम के रहेछ हेर्नु, टपर स्कलरसिप रहेछ। अनि आइयु टपर भयो भने चाहिँ सबै स्कलरसिप, र यसको कलेज टपर भयो भने चाहिँ 50% रहेछ। 7 सेमेस्टरसम्म मजाले पास गर्ने भने 50% वेभरको केमा रहेछ 8 सेमेस्टर। 7 सेमेस्टरसम्म सब पास हुनुभयो, ब्याक लागेको छैन भने
8औं सेमेस्टर पढ्दा चाहिँ 50% छुट हुने रहेछ। यो कलेज पनि एकदमै राम्रो छ। यो चाहिँ तालसीखेल ललितपुरमा लोकेटेड रहेछ। यो कलेज पनि हजुरहरूले भिजिट गरेर बुझ्न सक्नुहुन्छ। र यस्तै गरी अब कुरा गरौँ वान अफ द ओल्डेस्ट प्राइभेट इन्जिनियरिङ कलेज, त्यो हो कान्तिपुर इन्जिनियरिङ कलेज। अब कान्तिपुर इन्जिनियरिङ कलेज के छ, वान अफ द ओल्डेस्ट इन्जिनियरिङ कलेज हो। यसमा चाहिँ एउटा साथीले दिएको मलाई यो स्क्रिनसट हो। यसमा चाहिँ के छ भन्दाखेरि यदि हजुरहरूको ऱ्याङ्क चाहिँ कति छ, 4000सम्म छ भने हजुरहरूले 6.6 लाखमा चाहिँ 4 वर्षको सिभिल इन्जिनियरिङ कोर्स पढ्न पाउनु रहेछ। र मसँग चाहिँ विशेष गरी सिभिल इन्जिनियरिङको नै के छ भन्दाखेरि फी डिटेल्सहरू भयो। अब हजुरहरूलाई चाहिँ फर्दर केही जान्नु छ भने यो नम्बरमा फोन गरेर बुझ्न पनि सक्नुहुन्छ। र कान्तिपुर इन्जिनियरिङ कलेज एकदमै फाइनेस्ट इन्जिनियरिङ कलेज हो। त्यसमा चाहिँ हजुरहरूले ढोकाको साथ पढ्न सक्नुहुन्छ। र अब कुरा गरौँ प्राइभेट इन्जिनियरिङ कलेजमा पढ्दा फेसिलिटीहरू के हुन्छ त है त। के हुन्छ भन्दाखेरि म हजुरहरूलाई भनिदिइहालेँ। प्राइभेट इन्जिनियरिङ कलेज हजुरहरू पढ्नुभयो भने लाइब्रेरी हुन्छ, फुल अफ बुक्सहरू हुन्छ कि हजुरहरूलाई कुनै टेन्सनै हुन्छ। प्राइभेट कलेजहरूले के दिन्छ, सेमेस्टरसम्मको लागि अल बुक्स दिन्छ। सेमेस्टरमा चाहिने सबै बुकहरू दिन्छ र त्यो चाहिँ एक सेमेस्टर भएर राख्ने हो। र बिचमा कुनै एडिसनल बुक चाहियो भने एडिसनल बुक पनि पाइन्छ। त्यो चाहिँ हजुरले जस्तै +2 पढ्दा लाइब्रेरीबाट लिएर कति दिनमा बुझाउनु पर्थ्यो नि त, 12-15 दिनमा, त्यस्तो चाहिँ गर्नुपर्छ। अल बुक चाहिँ सेमेस्टरभरि र प्रति सेमेस्टरमा दिन्छ। र फर्स्ट सेमेस्टरको लागि बुक दिन्छ। अनि सेकेन्ड सेमेस्टर सुरु हुनुभन्दा अगाडि फर्स्ट सेमेस्टरको बुक तपाईँले कलेजमा बुझाउनुपर्छ। त्यसपछि बल्ल सेकेन्ड सेमेस्टरको बुक पाइन्छ। यसरी गर्न पाउनुहुन्छ। एडिसनल बुकहरू पाइन्छ, फुल टाइम टिचरहरू हुन्छन्। र यसमा पढ्नु चाहिँ एकदमै राम्रो छ। सकेसम्म सरकारी पढ्ने हो। र यदि त्यहाँ भएन भने प्राइभेट कलेज टियुको एकदमै राम्रो छ है। जहाँ पढे पनि पढ्ने कले हो, स्टुडेन्टले हो। र एट लास्ट आजको लागि भिडियो यति नै गरौँ। र कुनै केही क्वाइरिजहरू छन् भने कमेन्ट सेक्सनमा लेख्नु होला र त्यसलाई अर्को भिडियोमा एड्रेस गर्नेछु। र यति भन्दै आजको भिडियो चाहिँ यहाँ एन्ड गरौँ। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। र यो भिडियो तपाईँहरूको साथीलाई चाहिएको छ भने उसलाई पनि सेयर गरेर हेल्प गर्न सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच।